कोरियामा वन रुममा को बस्नुहुन्छ। हामी चाहिँ वन रुम लिएर बस्न लागेको। आवश्यक पर्ने अलिअलि सामानहरू चाहिँ हामीले किनेर ल्याएका छौँ। वन रुममा बस्ने बेलामा चाहिँ उनीहरूले टिभी, फ्रिज, दराज, वासिङ मेसिन यति सामानहरू चाहिँ यहीँ दिँदो रहेछ भने अरू चाहिँ हामी आफैले किन्नुपर्ने रहेछ। अनि केही सामानहरू धेरै नकिन्ने, चाहिने मात्र किन्ने भनेर किन्दाखेरि पनि कति धेरै सामानहरू चाहिँ बसिसकेपछि चाहिँ यो पनि आवश्यक भन्दै चाहिँ कति धेरै सामानहरू किन्नुपर्ने रहेछ। पछि यो सामानहरू सबै छोडेर जानुपर्छ होला हामी नेपाल जाँदाखेरि। त्यतिखेर कति धेरै माया लाग्छ होला जस्तो फिल भइरहेको छ कि मलाई। अनि मान्छेहरूले मलाई कतिजना सोध्छन् होला क्वेसन, किन वन रुमै लिएको, पैसा धेरै खर्च हुन्छ भनेर सोध्नुहुन्छ होला। मलाई चाहिँ पहिलाबाट नै आफ्नो पर्सनल लाइफ जिउन मन लाग्ने प्राइभेसी ठाउँ होस् जस्तो लाग्ने। आफू बस्ने ठाउँ,